गाईहरू यता यस्तो दामी दामी चरानी पाइन्छ हेर्ने हो हजुरहरू नि त्यहाँनिर हेर्नु है त्यहाँ छ कहाँ गयो यहाँनिर छ तर कालो देखाए एउटा त्यहाँनिर फेरि जुम भएछ क्या एउटा चाहिँ त्यहाँनिर लट्ठी जसरी बसिरह कराइरह चाहिँ कुन चरा हो मलाई पनि थाहा छैन ट्याक्कै लाएर है नजिक गरेर देखाइदिन्छु है म उड्छ होला उड्यो कता पो पुग्यो त्यहाँनिर बसिया मैले चाहिँ घाँस यति बनाइसकेको छु टोको यत्रो भरिसकेको छु मैले अब म घाँस काट्छु यस्तोमा कसरी काट्ने होला घाँस काट्छु आमा कहाँ काट्ने होला कस्तो अल्छी लागिरहेको छ हो गाईहरू मलाई चाहिँ घाँस भयो बाँझा लाग्थ्यो त जाडो महिनामा पानी पर्दैन घाँस पलाउँदैन गाह्रो छ हो जाडो चाहिँ पानी खान्छु गाई चाहिँ हेर्नुहोस् मलाई चाहिँ रुगाले धेरै गाह्रो बनाइरहेको छ रुगा लगाएर खुल्दा नि खुल्दैन खुल्यो बल्ल काम देखेँ त कस्तो आधी पोलेको नि छ शीतलमा गए फेरि घाम चाहिन्छ है गाईहरू आमाले पानी लिएर भन्दै हुनुहुन्छ त्यहाँनिर आमाले बरु एक मुठा बनाइसक्नु भयो मैले एउटा टोको भन्न सकेँ काम छैन गाईहरू के गर्नु पानी पुर्याउनु गएँ आमालाई पानी लिएर जानु पर्यो त्यो गर्मी पनि हुन लाग्यो अहिले त आमाले ठाउँमा घाँस राख्नु भयो के भयो आमा जुगाली खायो रे चाहिँ आमालाई पानी पुर्याउन जाँदैछु हाम्रो आमाले कत्रो ठुलो मुठा बनायो भनेर यो चाहिँ हाम्रो आमा हो आमाले बरु यति धेरै घाँस बनाइसक्नुभयो जुगाले हेर्नु त जुगाले यस्तरी खान्छ है हेर्नुहोस् हाम्रो आमालाई रगत त्यस्तै निकाल्ने त जुगा चाहिँ अगाडि कता झरे चाहिँ थाहा छैन है गाईहरू यो चाहिँ हाम्रो आमा हो आमाले बरु घाँस टन्नै बनाइसक्नु भयो मात्रै अल्छी रहेछ गाईहरू मेरो नि खुट्टामा के बेरियो अब म पनि क्या दामी भए रुखै दामी देखियो फिल्महरूमा के त्यो किडन्याप गर्ने ठाउँ जस्तै देखियो है पुरै पछाडि पुरै रुखै रुख अल्छी लाग्यो गाईहरू म चाहिँ कतिखेर टोको पर्ने हो पानी खानु पानी खानु अनि घाँस काटिरहनु अब त कति 12 बजे 4 मिनट गइसकेछ घर पनि जानुपर्छ घर पनि जानुपर्छ गाईहरू धेरै बेर हुन लागिसक्यो मैले घाँस काटे देखेर आमालाई हाँसो लागेर गाईहरू थोरै काटेको छु कि आज मोबाइल लिएको भिडियो बनाइछु त्यही भएर आमालाई चाहिँ मैले पानी ल्याइदिएको थिएँ खाँदै हुनुहुन्छ आमाले एक मुठा घाँस बनाइसक्नु भयो मेरो नि एक टोको हुन लाग्यो
सपनामा होइन बिहानमा पनि बनाउँछु। ल छिटो काट्नु पर्यो अब 2 बजे कति बजे 2 बजे पानी आउँदा ठ्याक्कै पुग्नु पर्यो 12 बजे 5 मिनट गयो पुग्छ उ त बस्यो त्यो फुर्सद सबै काट्यो जम्मै मजाले खान्छ त्यहाँ चाहिँ कस्तो घोल छ घोलै घोल छ जाने कस्तो सिउ सिउ लाग्छ घोलै घोल मलाई कस्तो सिउ सिउ लाग्छ कि त्यो इलो इलो जस्तो हो त्यहाँनिर घाँस काट्नलाई आमा कहाँ गयो जानुभयो छन् आमा चाहिँ एकछिन थकै मार्दै हुनुहुन्छ हाम्रो आमा यसरी भिडियो बनाउनुपर्छ क्या गाइजहरू है पछि घाँस काटेर गएर घरमा बस्दा बोरिङ लाग्यो भने भिडियो हेर्दै बस्न कस्तो रमाइलो हुन्छ क्या अनि भोलिपछि हामी बुढी भएपछि नि हामी यो बेलामा यसरी घाँस काट्न गएको थियौँ हामी यस्तो थियौँ भनेर सम्झना पनि हुन्छ यो बुढी हाम्रो आमा चाहिँ भिडियो बनाउनु मान्नुहुन्न कस्तो दुःख सुखको बुढी दुःख सुखको भिडियो बनाउनु पर्यो रे आमालाई के बनाउने होला है दुःख सुखको दुःख भनेर यही हो घाँस काट्ने दैनिकी जीवनमै गर्नुपर्ने कामहरू यस्तै हो घाँस काट्नुपर्छ भैँसी धुनुपर्छ गाई धुनुपर्छ बगेर छ बगेर कहाँ पुग्यो पोल्टीमा हालेको थिएँ तितो न तितो नपाकेको त मैले खाएँ हेर्नु गाइजहरू बगेर खाने हो हजुरहरू पनि लाउनु पहिला पहिला खानु सबै नलानु न बुढी पनि खानुपर्छ नि एउटा दुइटा अलि मिठो रहेछ कस्तो छिटो यो अलिक पाकेको खानु न अरूले पहिला पहिला खानु नि काट्दै छैन कता काट्ने होला यस्तो घाँस एउटा एउटा टिपेर टोको गर्नुपर्छ कम त गाह्रो छ न त भने बेलुका गाई भैँसीले दुध दिँदैन घिउ खान पाउँदैन दुध खान पाउँदैन दुधको चिया खान त यस्तो मिठो हुन्छ तर काम गर्ने यस्तो अल्छी लाग्छ आमा त काम गरेको गरे काटेको काटे गरिसक्नु भयो अब नि जान्छु घाँस काट्नलाई अब त्यति आधी टोको बनाएँ अब त्यहाँ भर्नुपर्छ गाइजहरू यो चाहिँ गाउँबारी हो गाइजहरू अब लगभग घाँस पनि खासै पाइएन अब चाहिँ घर जाने हो हामी अलिअलि टोको भरिसकेको छ यस्तो घाँसहरू छ हेर्नुहोस् यस्तो सबै सुकेको घाँसहरू छ हेर्नुहोस् यस्तोमा एउटा हरियो होइन हेर्नुहोस् यस्तो हरियो भयो भए त एकैछिनको बारी पुग्थ्यो अब चाहिँ म घर जान्छु घाँस पुगेर हेर्नु गाइजहरू अब टोकोमा हाल्न जान्छु यति आमाले काट्नुभएको घाँस हेर्नु गाइजहरू हाम्रो चाहिँ बारी पुगिसक्यो अब हामी घर जान्छौँ आज धेरै घाँस नपाएर काट्न नि पाइएन धेरै घाँस बेलुका भइसक्यो खाने हो कि होइन सबै सुकिया सबै मिसाएर हामीले घाँस काटेका छौँ लगभग एक टोको हुनाला एक टोको भरेको पनि छैन आमा घाँस काट्दै हुनुहुन्छ मलाई चाहिँ कामले परेर अल्छी लाग्यो गाइजहरू यस्तो पोल्न थाल्यो कि कामले त्यो मुठा डोकोमा हाल्ने हो त्यो मुठा डोकोमा हाल्ने हो आधा डोको चाहिँ छैन क्या एक टोको पुगिसक्यो तर पनि आधा डोको रे गाइजहरू आमाले भने
के गर्नु जति घाँस काट्यो नि।